ल आज हाम्रो स्टोरमा हाम्रो सर चाहिँ के को लागि आउनु भएको थियो त्यो भनिदिनु पर्ने हुन्छ। अनि हजुर कुन फोन चलाइरहनु भएको थियो, कुन फोन दिएर कुन फोन लिनुभयो सर? म रेडमी 12C चलाउँथेँ। हजुर हजुर अहिले हजुर योसँग एक्सचेन्ज गरेर आइफोन 11 पाएँ। आइफोन 11 लिनुभयो है एक्सचेन्ज गरेर। हजुरलाई कस्तो लाग्यो, प्राइस कस्तो लाग्यो, हाम्रो सर्भिस कस्तो लाग्यो, बोलीचाली कस्तो लाग्यो भनिदिनु पर्ने हुन्छ ल। एकदम मिठो, प्राइस पनि एकदम राम्रो। हजुर, आइफोन 11 सँगै मैले चार्ज पनि चार्जर पनि, पाएँ, हजुर हजुर ग्लास पाएँ, हजुर अनि मोबाइल कभर पनि कभर पनि देखाइदिनुहोस् त। कभर यही हो। ल हाम्रो सरलाई यस्तो राम्रो कभर हालिदिएको छौँ है। सर कतादेखि, कुन ठाउँदेखि आउनुभयो? भक्तपुरदेखि। भक्तपुरदेखि आउनुभयो है। टिकटकबाट हेरेर आएको। टिकटक हेरेर आउनुभयो। एकदम ओके थ्याङ्क यू सर, हाम्रो टिकटक हेर्नु भएको, फलो गर्नु भएको छ नि है हामीलाई। एकदम फ्लो गरेको छु मैले। ल हाम्रो फलो गर्ने टिकटक युजरहरूलाई अनि हाम्रो टिकटक हेर्ने कस्टमरहरूलाई के भनिदिनुहुन्छ सर, भनिदिनुहोस् त ल। एकदम हाम्रो तम्राकार सब नम्बर 43 मा आउनु होला। हजुर, एकदम राम्रो छ यहाँ। हजुर, राम्रो हजुर। पाउँछ सस्तोमा है। हजुर हजुर जुन एक मोबाइल पनि एक्सचेन्ज हुन्छ। हजुर 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 जुन मोबाइल पनि एक्सचेन्ज हुन्छ, मोबाइल लिएर आउनु, मोबाइल राम्रो पाइन्छ यहाँ। हजुरले छोड्नु भएको फोन देखाइदिनुहोस् त। Redmi ल 12C। हाम्रो सरले यो फोन मलाई छोडेर अर्को आइफोन 11 चाहिँ लिनुभयो। ल हजुरलाई कङ्ग्रेचुलेसन सर है त। थ्याङ्क यू। ल फोन हाम्रोमा चाहिँ एकदमै सस्तो प्राइसमा एकदमै जेन्युन फोन पाइदो रहेछ होइन सर? हो एकदम जेन्युन, चार्ज पनि कस्तो राम्रो हजुर। है। साथै यो चार्जर पनि दिनुभएको। फ्रीमा, हजुर, हजुर। ग्लास कभर है। हजुर। धेरै राम्रो छ, आउनु होला हजुर। सबैले माया गर्नु होला सरलाई। हस् 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 ल हस् थ्याङ्क यू सर, थ्याङ्क यू है त। हजुरलाई पनि थ्याङ्क यू है त।